ल सौरा जान लागेको बुढाबुढी बाबा यहाँ गैँडा देख्यौँ गैँडा छोरा ल यत्रो भिड छ यहाँ गएर आएको फोटो खिच्नेहरूको यता हेर्न सक्नुहुन्छ। आजको दिनमा बिना प्लान हामी हिँड्दैछौँ। यस्तो कालो बादल अँध्यारो नअँध्यारो देख्यो हामी कता पुग्छौँ थाहा छैन है। आवाज सुनिँदैन हामी चाहिँ कहाँ जान लाग्यो हामीलाई नै थाहा छैन। यसो हिँड्दैछौँ अब सौरातिरको बाटो। अब माथि कालो बादल छ सौरा पुगिन्छ कि बाटो यहाँ पानी परेर रोकिन्छन् कि के हुन्छ वी डोन्ट नो। लेट्स सी एन्ड लेट्स होप फर गुड। बिना प्लान हिँडिरहेको हामीहरू अब चाहिँ हेटौडातिर जाऊँ भनेर बनाउँदैछौँ। यताबाट हेरेर अब नेक्स्ट टाइम भयो सौरा जाने भनेर हामी बिचबाटै प्लान बनाएको थियौँ तर सौराभन्दा निकै जाऊँ भनेर अब शहीद स्मारक जानुको लागि हिँडिरहेछौँ। बादललाई कालो कालो बादल अहिले हामी भण्डाराकोतिर जान्छौँ शहीद स्मारक जानको लागि। शहीद स्मारक हेटौडातर्फ हुँदैछ यात्रा। सौरा जानलाई हिँड्या मान्छे प्लान चेन्ज गरेर यता हिँड्यो सौरातिर यसो बसेको थियो। यहाँ के छ सौरा जाएपछि त्यहाँ फर्क्यौँ भनेर कुदेर थाल्यो। अब हेरौँ 2 बजे घरबाट हिँड्ने बेला कति बजे पुगिने हो थाहा छैन। 4 बजीसम्म त पुगेला नि शहीद स्मारक। 1 घन्टा बस्यो भने 5 फर्केर आउँदा 7 बज्ला यार अँध्यारै हुन्छ। लोथर खोलाको पुल लोथरको पुल आइयो हामी। ल टाढी पर्छ भण्डारा कटेर लोथर पनि कटिन लाग्यो। यही लोथरका पुल रेनकोट लाउनु पर्ने अवस्था आयो। अब हामी लोथर पारी गएर यसो पट्टिछेलाई कुरेर त्यहाँ रेनकोट लाउनेछौँ। बिचबाट पनि पानी पर्यो। अब हामी रेनकोट लाउनलाई लोथरमा चढ्दैछौँ। ल यसरी रेनकोट लाउने क्रम चलिरहेछ। पानी पर्यो साह्रै ठुलो पानी त पऱ्यो होइन तर भिजिन्छ होइन। त्यत्रो डिस्टेन्स जाँदा 50 किलोमिटर जाँदा त भिजिहाल्यो नि। 5 मिटर भयो पो त्यही त 50 किलोमिटर हो बढी आइयो। अब मेरो झोलामा खाँदिनुहुन्छ बुढाले जे खाँदै नि म बोक्नलाई तयार छु। ल रेनकोट सेनकोट लाएर रेडी 17 बाइकमा सरहरूले कहाँ पुग्ने। फेरि घाम लाग्ला जस्तो भयो तिमीले रेनकोट लाउने बेलासम्म। मैले एउटा लाउनै बाँकी छ उसको भिडियो बनाउनलाई यहाँ लाउनै पाइएन। गाडीहरू सब आउनु थालिसके बुढीलाई यहीमा ढिलो भयो कि। ओके हेटौडा शहीद स्मारक वी आर कमिङ। यो त सबै फुस्कियो यार। हामी हिँडे ल मनहरी बजार आइयो पानीमा भिज्दै भिज्दै रुच्दै रेनकोट लाएर यसरी छ पारा। यता हेर त बुढी पानीले भिजेर निस्किन्छ हामी मजाले पानी अगाडि बुढी गाडीले त्यस्तै हिलो छापेर त्यस्तै बिजोग बनाइदिइरहेछ। ल एकदम पानी परिरह हामी चाहिँ यो मनहरी पुलमा आइपुग्यौँ। मकवानपुरको सदरमुकाम नगरपालिकादेखि आउनु लाग्यो यहाँ। अब खानेपानी आयो पेट्रोल पम्पहरू आयो। अब हाम्रो सायद चढ्ने ठाउँ पनि आउन लाग्यो होला। ल हामी अब
शहीद स्मारक आउनलाई सायद 20 पनि छैन 15 जति छ किलोमिटर र यहाँ आइपुगेपछि पानी हल्का कम भयो नत्र यत्रो बेर पानीले मर्नु ठटायो अघि एकछिन त केही नदेखिने हालत पुग्यो हाम्रो अहिले बाटो क्या दामी छ बाटो पनि देखाइदियो यतिकै पानी भर्खर पानी रोकिएको छ पानी यहाँ रोकिएको अवस्था भर्खर उता त बिजोग परिरहेछ यता साइडमा आउँदाखेरि रोक्या हो है मकवानपुरको कार्यालयहरू आउनु थाल्यो अफिसहरू अब हामी यहाँबाट थोरै अगाडि गएपछि माथि चढ्न पर्छ यत्रो लामो यात्रापछि हामी शहीद स्मारक प्रवेशद्वारमा आइपुगेका छौँ अब यहाँबाट उकालो चढ्दै पुग्छौँ हामी शहीद स्मारक उकालो बाटोमा हामी जाँदैछौँ जोडी बुढाबुढी हेरौँ कतिखेर पानी पर्यो रोक्यो फेरि पर्यो फेरि रोक्यो गर्दै अहिले हल्का कम भएको Finally, we reached our unplanned destination. यसरी हामी आइपुग्यो थकाइ लाग्यो म बस्नेलाई थकाइ लाग्यो होला चाहिँ कस्तो भयो त मलाई लोड थकाइ लाग्यो ठिक छ पर पर्सन 50 रुपियाँ टिकट र पार्किङको 20 रुपियाँ गरेर 120 रुपियाँमा यहाँभित्र पसियो ल आइयो हामी हेटौँडा शहीद स्मारक पछाडि गोही छौँ तल गोही खोइ ऊ त्यहीँ छ ओइ गोही पुतली माई पुतली त्यो त डस्टबिन हो नि फुच्ची वाटर फाउन्टेन ल अगाडिपट्टि वाटर फाउन्टेन छ पछाडिपट्टि मेरो बुढी छ यसरी आइरहेको छिन् कत्रो आइरहेछ कि रिसाउँछु भन्यो उता खरायो मेरो बुढी खरायो तिरै हरायो यहाँबाट स्मारकबाट हामी यो फाउन्टेनतिरबाट अगाडि तल गाई साई के छ हेर्नलाई अगाडि जाँदैछौँ रोबोटमा फोहोर लिइरहेछ यहाँ यस्तो छ मयूर छ त्यहाँ मयूर नक्कली नेपालको झन्डा सक्कली मेरो माया नक्कली ए माया त सक्कली मेरो बुढी चाहिँ नक्कली छ बुढी चाहिँ नक्कली ओहो यहाँ के लेखेछ यार यहाँ आऊ यहाँ पुतली अनि नाम मेरी पुतली पछाडि फर्का त चेक ल शहीद स्मारक दशरथ चन्द ठकुरी भक्ति थापा हामीले पढ्ने बेला दशरथ चन्द मात्रै भनेर पढ्थ्यौँ है नेपालका शहीदहरू असली शहीद ल चङ्गा बुढीको फोटोसोटो खिचेर यहाँबाट तल मेरो फर्स्ट टाइमै होला बुढी मेरो नि आसँग त भेरी फर्स्ट टाइम अब चाहिँ अन्जु त्यहाँ माथिको पुलबाट तिमी हिँड्छौ जाऊ हिँड म यहाँ बसेर कुर्छु यहाँ गाई छ गाईको बाछोले दुध खाइरहेछ पछाडि हिमाल छ गोवर्धन पर्वत होला सायद
पानीमा त्यसरी होइन न ल गोवर्धन पर्वत होला सायद यो पछाडि ल यहाँ टिकटक सिकटक बनाइयो भैँमा झोला राखेर अब माथि जान लाग्छौँ म टोयलेट गरेर जाँदै गर्छु बुढी जाँदै गर्छु यतिकै टाइम चाहिँ धेरै बितिसक्यो 4:30 हुन लागिसक्यो अब हामी घर पुग्नु छ फेरि लगभग 2 घन्टा लाग्दो रहेछ यहाँबाट जान त्यही भएर अब हामी निस्किन्छौँ बाई माथि जान्छौँ कि त अर्को साइडतिर नि गइन्छ कि यहाँबाट चाहिँ निस्क्यौँ ल यहाँ टिकटक सिकटक बनाइयो यो के को बोट हो थाहा छैन अब हामी यहाँबाट माथि जान्छौँ है फर्किँदैछौँ अब यहाँबाट चितवन जाँदा त ढिलो हुन्छ यार बिजोग ढिलो ओके ल अब हामी यहाँबाट माथि जाँदैछौँ यी झोलामा यसरी रेनकोट हाल्दै रेनकोट बोकेर यस्तो बाटो यो बुढीलाई यहाँ फोटो खिच्न मन लाग्यो रे यत्रो बेरदेखि कसले यहाँ गोरु गाडा लिएर पार्क गरेछ भने त यहीँ बनाएको रहेछ यो म यहाँ कतिचोटि आउँदा नि यो फर्स्ट टाइम देख्दैछु है यो चाहिँ एक्चुअली फर्स्ट टाइम हो ल कति दामी रहेछ बैलगाडा अच्छा ल हेटवटा स्मारक पनि अब यति नै होला लगभग अब हामी फर्किन्छौँ यहाँ राति चाहिँ यस्तो बत्ती हाले राम्रो देखिन्छ हामी रातिसम्म बस्दैनौँ खरायो गिद्ध लक्का परेवा लक्का जवान भएको परेवा लक्का परेवा हो के ए पछाडि यस्तो भएको गिद्ध खै यहीँ छ राज गिद्ध छे यो गनाउने खरायो उल्लु चितुवा म्याउ चितुवा सुतिरहेको छोडिदेऊ मासु दिइरहेको खाएन ए चिकन खाँदा खाँदा झोलाइसक्यो बिचरा ल बाँदर पनि रहेछ त्यहाँ ए मयूर एउटा भाले पनि रहेछ चिटिक्क परेको भाले हो अर्को बाँदर यत्रो आँट छ हामी जस्तै ल कछुवा अन्य गई अघि सुरुमै देखाएँ घडियाल गई एकतिर मनमोहन अधिकारी यहाँ पनि ठुल्ठुला नेताहरू 4-5 जना हाल्ने यहाँ को यो विश्वेश्वर प्रसाद कोइराला प्रजातान्त्रिक पार्क रे ए प्रजातन्त्र कुकुरले ल्याएको मेन भनेर धरोहरहरू होला ठाडो डाँडा चढ्नु छ अब माथि अब सायद बुढी कहिले पुग्ने हो त्यहाँ पुगेपछि हामीलाई ढिलो भइसक्यो वास्तवमा त हामीले सोचेको टाइम 4 बजीतिर अथवा ढिलो भए 4:30मा निस्किने भनेको 5 बज्न लागिसक्यो अँध्यारो हुन्छ अब फर्किँदा त्यो कुरा डर लागिरहेको बाइकमा बत्ती छैन अँध्यारो भयो भने यतैतिर बास बसेर भोलि बिहान हिँड्नुपर्छ त्यहाँ पुग्नु
सरर आउन ल्याउ ल बल्ल बल्ल अलिअलि छेउमा आइपुग्यो त्यहाँ नेपालको नक्सा त्यो शहीदको सम्झनामा के बनाएको ल मोबाइल चार्ज पनि सकिन्ला यहाँ फुलबारी सुलबारी घुमेर यस स्मारकबाट यहाँ फाउन्टेन नि हुँदो रहेछ कतिखेर चल्ने हो आई डोन्ट नो है यहाँबाट कता जाने हो त यहाँ थाहा पनि छैन यहीँभित्र हो ए यो मार्बलको यो ड्याङ ड्याङ जोडेका चाहिँ छैनन् ल म यहाँबाट फर्केँ बुढी चाहिँ कहाँ जाँदैछिन् हेरौँ ल यहाँ नेपालको नक्सा छ पार्कमा खेल्न मन लाग्नेलाई यस्ता यस्ता चिज पनि छन् होइन टाइम ढिलो भइसक्यो ए 4:58 भइसक्यो 5 बजिसक्यो हामीलाई यहाँबाट घर जाँदा 2 घन्टा लाग्छ मेरो थोत्रो बाइकमा 6-7 ओके लेट्स गो तल बाइक पार्किङमा छ ए त्यहाँ 10 रुपियाँ फिर्ता लिनु छ 10 रुपियाँ लिने हो ल अब हामी यहाँबाट फर्किँदैछौँ बाई यो कस्तो दामी सजाएको झोलुङ्गे पुलमा आइपुग्यो त्यही भएर यहाँ खिच्दैछु हेलमेटले कपालै पुरै बिगारेछ ल त्यही पनि यो झोलुङ्गे पुल सजायो वाला झोलुङ्गे पुलमा ओ बुढी आउँदैछ नि तबाट च्याट ल ठिक छ